नमस्कार। सर्वप्रथम म कार्यक्रम सञ्चालक धनबहादुर विष्टको तर्फबाट यस कार्यक्रममा आगलागी सचेतना तथा आगलागी रोकथाम सम्बन्धी विषयमा हामी विभिन्न प्रकाश पार्नेछौँ। आगो मानव जीवनको लागि अति आवश्यक तत्त्व हो, जुन बिना हाम्रो जीवन चल्न कठिन छ। त्यस्तै प्रकारले आगो र बिजुली हामी सबैले प्रयोग गर्ने गरेका छौँ। यसको प्रयोगमा साधारण अथवा सानो गल्ती भयो भने ठुलो धनजनको क्षति हुन्छ। त्यसर्थ यसको प्रयोग र नियन्त्रणबारे जान्न अति आवश्यक छ। यस अन्तर्क्रियामा आगो बाल्नको लागि हामीले एलपीजी ग्यासको बढी प्रयोग गर्दछौँ, जसको प्रयोगमा सानो लापरवाही भएमा ठुलो खतरा उत्पन्न हुन सक्छ। त्यसर्थ ग्यास बाल्नको लागि प्रयोग गरिने ग्यास पाइप, ग्यास रेगुलेटर र चुलोमा जोड्ने सानसानो स्क्रुपहरूले ठुलो असर पर्छ। त्यसर्थ यिनीहरूलाई समयमा चेक जाँच गरेमा आगलागीको घटनाबाट बढी बच्न सकिन्छ। रेगुलेटरभित्र वासर नभएर यसरी ग्यास सिलिन्डरमै आगलागी भएमा CO2बाट निभाउने अभ्यास CO2बाट ग्यास सिलिन्डरमा आगो निभाउने तरिका। आज हामीले यस अन्तर्क्रिया कार्यक्रममा आगोलाई बल्नको लागि आवश्यक तत्त्वहरू, बल्ने वस्तु, इनिसियल इनर्जी, हावा एकै ठाउँमा राखेपछि आगो बल्दछ। त्यस्तै प्रकारले यी तीनवटा तत्त्वमध्ये एउटा तत्त्वलाई हटाएमा आगो निभ्दछ। आगो निभाउनको लागि विभिन्न साधनहरूको प्रयोग गर्न सकिन्छ। सोबारे हामीले करिब 1200 जना विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयलाई जानकारी गराउने प्रयास गरेका थियौँ। अन्तमा फायर सचेतना तथा रोकथाम कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य समय दिनुभएकोमा र यो ज्ञान समाजमा अरूलाई फैलाउनुहुनेछ भन्ने आशा गर्दै यो कार्यक्रम यही अन्त गर्दछु। धन्यवाद। प्रधानाध्यापक शिवराज जोशीबाट आगो निभाउने अभ्यास प्रदर्शन गरेर विद्यार्थी भाइ बहिनीहरूलाई सिक्ने काम कहिले पनि सकिँदैन भन्ने सन्देश दिँदैछ।